फर्मुला खाएपछि चाहिँ बच्चा लामो समयसम्म सुत्छ अनि आमाको दुध खाएपछि चाहिँ एकैछिनमा उठ्छ अनि लाग्छ कि तपाईँलाई आमाको दुध पुगेको छैन भनेर। ब्रेस्ट मिल्क चाहिँ सजिलै पच्ने हुन्छ, त्यही भएर बच्चाहरू चाँडै भोकाउँछन्। तर फर्मुला दुध पच्नलाई चाहिँ लामो समय लाग्छ अनि हामीलाई लाग्छ बच्चा पनि लामो समयसम्म सुत्यो भनेर। तर यसको मतलब होइन कि तपाईँको दुध पुगेको छैन भनेर। ब्रेस्ट मिल्कमा चाहिँ प्राकृतिक एन्टिबडी, पौष्टिक तत्त्वहरू र सजिलै पाचन हुन्छ, त्यसैले बच्चा छिटो उठ्छ अनि फेरि फिड माग्छ। त्यो सामान्य कुरा हो र अनि राम्रो पनि हो, किनभने जति बच्चाले फिड माग्यो त्यति तपाईँको मिल्क सप्लाई चाहिँ बढ्छ। बच्चा चाँडै उठ्नु या नसुत्नु त अन्य कारण पनि हुनसक्छ। बच्चा छिटो उठेर दुध माग्नु कम दुधको लक्षण होइन, यो त बच्चा स्वस्थ छ भन्ने सङ्केत हो। त्यसैले आमा आफूमा विश्वास राखौँ, आफ्नो शरीरमा विश्वास राखौँ, आफ्नो बच्चामा विश्वास राखौँ। सबैको सल्लाह सुन्ने तर ज्ञानसहित कसरी निर्णय गर्ने चाहिँ आफूमा भर पर्छ है।